काम नगरेपछि किने काम गरेपछि डाक्टरले आज तोके तपाईँ 10-12 वर्ष बाँच्नुहुन्छ त्यसपछि के गर्नुपर्छ गर्नुहुन्छ 10-12 वर्ष मरिहाल्नुहुन्छ अनि उहाँले के सोच्नु भयो भने उहाँ सम्पन्न परिवारको बुवा आमाले त राम्रै तरिकाले बिहे गर्नुभयो तर सर्वसाधारणको त हालत के होला त बुवा आमाको जन्म सकिएछ मर्न गाह्रो मर्न सकिएको कसैले पनि छैन अनि मर्न गाह्रो भएको कारणले गर्दा त्यसको लागि आफ्नो खोज्छु भन्ने उहाँले कन्सेप्ट राखेर लामो पुराण गरेर 1 करोड रुपियाँ हामीलाई दियो त्यो 1 करोडले उहाँले करिब 60 रुपियाँ जग्गा किन्नु भयो अहिले अनि 1 करोड हातमा लिएर यो निर्माण गर्न थाल्यो अहिले हामीले 34वटा घरहरू छन् नेपाल सरकारले पनि 5-10 करोड दिएका छन् अहिले जम्मै संरचना गर्नु त्यसपछि हामीले खानी जसको भयो नि अब दिदी बहिनीको त्यो हाम्रो
काम नगरेपछि किने काटन गरेपछि डाक्टरले आइपुग्यो तपाईँ 10-12 वर्ष बाँच्नुहुन्छ त्यसपछि के गर्नुपर्छ गर्नुहोस् 10-12 वर्ष मरिहाल्नुहुन्छ। अनि उहाँले के सोच्नु भयो भने उहाँ सम्पन्न परिवारको बुवा आमाले त राम्रै तरिकाले बिदाई गर्नुभयो तर सर्वसाधारणको त हालत के होला बुवा आमाको जन्म सहितसम्म मर्नु गाह्रो छ मर्नु सहित कसैले पनि छैन। अनि मर्नु गाह्रो भएको कारणले गर्दा त्यसको लागि आफू खोज्छु भन्ने उहाँले कन्सेप्ट राखेर भागवत पुराण गरेर 1 करोड रुपियाँ हामीलाई उठ्यो त्यो 1 करोडले उहाँले करिब 60 रुपियाँ जग्गा पुग्नु भयो अहिले। अनि 1 करोड हातमा लिएर यो निर्माण गर्न थाल्यो। अहिले हामीले 34वटा घरहरू छन्। नेपाल सरकारले पनि 5-10 करोड दिएका छन्। अहिले जम्मै संरचना गर्नु त्यसपछि हामीले आफै कहिले निन्द्रा लाग्दैन होइन भन्ने कुरो भन्नु पछिल्लो गाडी हाल्नु आउनुहोस् 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 ठिकठाक बन्यो होइन तपाईँहरूको भिडियो खिच्या हो तपाईँहरूको भिडियो खिच्या हो ए हो कस्तो लाग्दैछ त आजको भरमा अहिले भरे सोध्नुपर्छ अहिले चाहिँ भिडियो मात्र खिचौँ हाई यता यता हिँड्नु न हिँड्नु तपाईँहरू हिँड्नु न म फोटो खिच्दिनँ आउँछ तपाईँले गर्दा पैसा दिँदैन तपाईँ तन्नेरी बुढी हुनुहुन्छ। होइन प्रतिनिधित्व गर्दै आउनु भएको नि त क्षेत्र विकासको तन्किया त कति हो भने नि तन्किनु पर्यो क्या कस्तो क्यामेरा छ खिच्दिनु पर्यो ल्याउनु। आमा खानेकुरा ठिक छ नि मिठो रहेछ ल खानुहोस् थपी थपी खानुहोस् फ्याल्न चाहिँ नफाल्नुहोस् थपेर खानुहोस् ल यहाँ हामीलाई भन्नु है थप्ने कुरामा हामी सहयोग गर्छौँ होइन छैन अप्ठ्यारो खानुपर्छ थपी थपी। आमा दही चिउरा मिठो छ आदरणीय गुरुआमा सीता पौडेल आमा चाहिँ जहिले पनि खाना कम खानुहुन्छ दही चिउरा खानुहुन्छ बाहिर गएर चोखो खाने भन्छन् क्या दही चिउरालाई त्यही भएर अब आमाको फोटो अगाडि नै चाहिन्छ त्यही भएर उहाँको एउटा भिडियो पनि खिच्दैछ। अचार पनि छ अचार यहाँ राख्ने अलि काँक्रो सलादहरू लिनुहुन्छ तपाईँ मोबाइल भन्दै कसको हो मैले त त्यो ल्याएछ कसको मैले त ल्याइदिएको चिउरा कहाँ रहेछ ल्याउँदै ल्याउँदै यहाँ अघि न थाहा भएन यहाँ ल्याउँदै हुनुहुन्छ चिउराले खाना ल्याउँछ चिउरा ल्याएपछि ल्याउँछु है फोटाले नै हामीलाई गर्छन् काम होइन त्यही त हजुर पनि आइसकेको छ केही फरक पर्दैन
तेरो भात देखाउँछ देखाउँछु बु एउटा चम्चा उ त्यो दही चिउराहरू देऊ त म यहाँ म बाला दिँदैछु वडामा ल देखाइदिनु हाम्रो ओली आमा चाहिँ भर्खर आउनुभएको है पहिलोचोटि हाम्रो समूहबाट होइन तपाईँलाई रमाइलो लागेछ आमा ठिक छ ल खाना खानुहोस् अनि खाइसकेपछि म स्वाद सोध्छु है कस्तो रहेछ भनेर यो धार्मिक कार्यक्रम पनि हुने हामीले यसैलाई चाहिँ धर्म उसमा मानेर एउटा मानवताको मानेर हामी ज्येष्ठ नागरिक यहाँ पनि हुनुहुन्छ अरे आउन सक्नु भएन होला कति विचार नआउनु भएको होला यहाँको ज्येष्ठ नागरिकहरूसँग पनि हामी दुईटा ज्येष्ठ नागरिकहरूलाई चाहिँ गरेर के कस्तो रहेछ यस एक अर्कामा चाहिँ समावेश गराएर कसरी चाहिँ यो गरिरहनु भयो तर हाम्रो भावनाहरू के रहेछ भने भावना साटासाट गर्नको लागि हाम्रो खास उद्देश्य चाहिँ यो थियो अनि यसै क्रममा चाहिँ हामीलाई चाहिँ सहयोग गर्छु धार्मिक त्यसको कार्यक्रम भनेर चाहिँ